सो हेलो गाइस, यसमा नकेन्द्र ओली सबैले चिन्नु नै भयो होला हैन। आज धेरै पछि फेरि नयाँ ब्लग लिएर आउँदैछु। म चाहिँ आज धेरै पछि अलिकति बिदा पाइयो भनौँ न। काम पढाइ यस्तै हुन्छ। अनि आज चाहिँ बिदा थियो, कोरियाको मेमोरेबल डे। त्यो पछि आज बिदा भएर एकछिन पार्कतिर यसो डुल्न आएको। धेरै बजी पार्क आइयो। आउनु त पार्कतिर आइरहन्थ्यो, यस्तो समय धेरै पाउँथेन। यो साथ चाहिँ अलिकति आफ्नो लागि चाहिँ समय पाएको जस्तो फिल भएको छ हैन। धेरै पछि आइयो, जोस रमाइलो लागिरहेछ। उता मान्छेहरू टन्नै छ अनि उनीहरूको चाहिँ भिडियो खासै खिच्दा ठिक हुँदैन, त्यही भएर म यता डुलिरहेको छु। मैले पहिला पनि एउटा भिडियो हालेको थिएँ, एक्सप्लोरिङ कोरियन नेसनल पार्क भनेर चाहिँ एउटा भिडियो हालेको थिएँ। त्यो 7-8 महिना अगाडि कोरिया भर्खर आएको बेलामा। अनि आज फेरि यसो हालिदिउँ भनेर धेरै भयो ब्लग नहालेको। र म आज कोरियाको यो पार्कको केही विशेषताहरू बताउँछु। त्यही हो हैन, सबैले हेरिदिउँ, माया गरिदिउँ। र अब हामी चाहिँ म चाहिँ अहिले यतै ठाउँमा छु अनि यताहरू घर भयो। अनि यहाँ चाहिँ यता मान्छेहरू डुलिरहेको छ। अनि यहाँ चाहिँ म देखाउँछु है, यो चाहिँ हाम्रो माटो छ क्या। यहाँ यो माटो छ होइन, यो माटोमा चाहिँ त्यो मान्छेले पनि खाली खुट्टी दौडिरहेको हिँडिरहेको छ नि। यो चाहिँ खाली खुट्टै हिँड्छ क्या यहाँ। अनि यो माटोमा चाहिँ खाली खुट्टी हिँड्यो भने चाहिँ प्रेसरहरू कम हुने, जो आफ्नो स्वास्थ्यको लागि चाहिँ राम्रो हुन्छ भन्छ यिनीहरूले। र हुनु पनि हो। त्यो भएर चाहिँ यिनीहरू एउटा चप्पल राख्ने साइड हुन्छ, त्यो चप्पल राखेर यिनीहरू यसरी यहाँ हिँड्ने यताउता गर्ने काम गर्छ। निरा हुन्छ। बुढापाका मान्छेहरू चाहिँ अलिक बढी नै हुन्छ, यङ्गरहरू चाहिँ अलिक कमै हुन्छ। तर यङ्गरहरू पनि हुन्छ। अनि साथै चाहिँ यहाँ लाइटहरू टक्क यस्तो, यहाँ चाहिँ लाइटहरू छ क्या। अनि लाइट चाहिँ यस्तो दामी, यस्तो बवाल देखिन्छ, बलिरहेको हुन्छ होइन। अनि चाहिँ पार्क भयो। अब यता जान्छु, जोस रमाइलो छ। अब यहाँ यता तपाईँहरूले देख्न सक्नुहुन्छ, यो पुरै यो एरियाभरि होइन। यो एरिया त भर्खर यताको छेउमा छु कि म, धेरै यता छु होइन। उता परसम्म चाहिँ मेरो पनि रुम उतै हो। अनि उताको छेउसम्म चाहिँ पुरै टन्नै त्यो बसिरहेको छ, कोरियनहरू बसिरहेको छ। आज बिदा हो नि त, बिदाको बेला सब टेन्टहरू ल्याउने यताउता, आफ्नो बच्चाबच्चीलाई घुमाउने, आफू पनि चिल गर्ने, फ्रेस हुने गर्छ यिनीहरू पनि। अघि पछि कामै हुन्छ सबैको। त्यस्तै तपाईँ देख्नुहुन्छ यहाँ पनि यिनीहरू अब घरतिर जानु लागि सबै टेन्टहरू उठाउँदैछ धेरै जसोले। 5-6 बज्यो नि त, अब साँझ भइसक्यो। यिनीहरूले पनि अब टेन्टहरू उठाउँछ। अब एकछिनमा निस्किन्छ। कोही उता बसिरहेछ, कोही यता, सब आफ्नो पारामा चिज गरिरहेको छ। कसैलाई कसैको मतलबै छैन कि। यो चाहिँ सही हो, मलाई चाहिँ यस्तो मनपर्छ। कसैलाई कसैको मतलब नहोस् होइन, आफ्नो गर्ने हो, खाने हो, बाले भएन। सेम यहाँ त्यही लाइफ छ, एकदम बेस्ट लाइफ छ, मलाई मन परिरहेछ। अनि टेन्टहरूमा सब कहिले के खेलिरहेछ, के गरिरहेछ देख्न सक्नुहुन्छ होइन। खासै अरूको भिडियो चाहिँ खिच्न मन पराउँदैन भन्छ, तर एक दुईवटा क्लिप मन नलाउँदैन खिचौँ। अनि पुरै टेन्टहरू धेरै निकालिसकेछ क्या, कमै छ अब त। अहिले त मान्छेहरू धेरै कम छ। अनि उता चाहिँ त्यो उता चाहिँ पर चाहिँ त्यो पानीहरू छ कि, खोला छ। अनि त्यो खोला बनाएको छ कि, त्यो खोलामा चाहिँ के भन्छ, साँझ पख चाहिँ वाटरफल हुन्छ। यस्तो दिउँसो पनि हुन्छ वाटरफल। अब दिउँसोमा चाहिँ लाइट बत्ती बल्दैन नि त, अनि साँझमा चाहिँ वाटरफल हुन्छ। यस्तो दामी बत्ती बलेको देखिन्छ। बिचमा अब हिउँ पर्थ्यो पहिला, त्यति बेला चाहिँ पानी पुरै तानेको थियो। अनि अहिले चाहिँ देखाइरहेछ। यहाँ यसरी खेलिरहेको छ यिनीहरू। कोही यता फ्यामिली गसिप गरिरहेछ, कोही खेलिरहेको छ। सब आफ्नो पारामा छ, सही छ होइन। अनि यो एरियामा, हामी बस्ने यो एरियामा पहिला नेपालीहरू कति पनि थिएन क्या। अहिले नेपालीहरू टन्नै छ नि, जो खुसी लाग्छ। पहिला अब हामी छौँ, केही दिदीहरू, भिनाजुहरू अनि हाम्रो साथीहरू चाहिँ छौँ कि नयाँ मान्छेहरू चाहिँ थपेको रहेछ क्या यो एरियामा। कम्पनीहरू पनि रहेछ, अनि चाहिँ नयाँ मान्छेहरू आएको छ क्या, भेटिरहेको हुन्छ नेपालीहरू। सही लाग्छ। यस्तरी बसेर यहाँ त्यो गरिरहेछ। यहाँ टेन्टहरू यस्तो छ होइन। यहाँ टेन्ट हेरेर टेन्टभित्र पुरै सुतिरहेको छ मान्छेहरू, घाममा चिल। यस्तो जोस रमाइलो छ होइन कोरियामा। त्यो मान्छेले मलाई हेरेर यस्तो भिडियो खिचिरहेको किन खिच्यो होला मेरो भिडियो भनिरहेको होला। खिचेछैन तेरो बारेमा है भाइ, ठिक छ। अनि यस्तो हो यहाँ
यहाँ चाहिँ प्रोग्राम अर्गनाइज गर्नको लागि बनाएको यो एरिया हो। अनि यहाँ प्रोग्राम अर्गनाइज गर्छ, ब्याडमिन्टनहरू खेल्दैछ यहाँ। सही छ क्या आज चाहिँ, सब आफ्नो आफ्नो, कोही ब्याडमिन्टन खेल्दैछ, कोही के गर्दैछ, राम्रो राम्रो रहेछ नि। अनि रमाइलो छ, त्यो नेपाली रहेछ जस्तो लाग्यो मलाई। अब हामी कता जान्छौँ, कता जान्छु म चाहिँ आज एक्लै छु। केटाहरू कोही काममा गइसक्यो, साथीहरू कोही आफ्नो रुमतिर चाहिँ बसिरहेको छन्। त्यो चाहिँ म चाहिँ फ्रेस भएर चाहिँ पार्कतिर फ्रेस हुन निस्केको। कस्तो क्युट छ है यो चाहिँ, मलाई पनि मन पर्यो। लास्ट क्युट लाग्छ यो चाहिँ मलाई होइन। अनि बच्चे बच्चेहरू टक्क साइकलहरू खेल्दैछ, रमाइलो गरिरहेको छ यिनीहरू। अनि यो चाहिँ खोला भएको, खोला भयो। अब हामी त जान्छौँ खोलातिर। होइन बब्बाल छ, भ्यू चाहिँ राम्रो छ। त्यसै नेपालीहरू बसेको छन् जस्तो लाग्यो, बस्यो भने केही हुँदैन बाले भएर। अनि यहाँ चाहिँ माछा मार्न पनि दिन्छ क्या, माछाहरू मार्न दिइरहेको हुन्छ। उयो माछा मार्ने पनि ठाउँ छ होइन, यो एरियातिर माछा मार्ने ठाउँ छ। मान्छेहरू पुरो यसरी बसिरहेको छ। साँझ चाहिँ बब्बाल हुन्छ यो एरिया होइन, लास्टै बब्बाल हुन्छ यो एरिया साँझ चाहिँ। म एकछिन यहाँभित्र गएर बस्छु, फ्रेस हुन्छु। अनि यताबाट चाहिँ कोरियाको पुरै ग्रुपहरू आउँदैछ, दौडिरहेको छ, रमाइलो गरिरहेको छ। सही छ, जस घुम्न लायक ठाउँ छ कोरिया। यही हो कोरिया। अनि यो चाहिँ पार्क भयो, पार्कमा खेल्ने। अनि यहाँ यो पार्कहरूमा यो बिचमा अहिले बोल्न त्यो भइरहेछ कि मान्छेहरू हिँडिरहेको झ्याउ हुन्छ। अनि बिचमै देखिरहेको छ नि, यो बिचमा चाहिँ यहाँ बत्तीहरू बल्ने, यताउता लाइटहरू त्यो हुन्छ। अनि यहाँ फुलहरू पनि छ। राति चाहिँ यहाँ वाटरफल, दिउँसो पनि हुन्छ, दिउँसो चाहिँ त्यति राम्रो हुँदैन। अनि नाइटमा चाहिँ वाटरफल हुन्छ, लाइटहरू बल्छ क्या, सही हुन्छ। अनि यहाँ चाहिँ यो यता नाउहरू छ होइन, यो नाउको टिकट काट्ने ठाउँ चाहिँ यहाँ हो। अनि हिजो यस्तै त्यो गर्दाखेरि चाहिँ यहाँ बुझ्दाखेरि आजको लागि पनि यहाँ पुरै पहिला नै प्याक भइसकेको रहेछ कि बोटको लागि। अब एक दिन हामी पनि यसो खेल्ने प्लान चाहिँ छ होइन। यो बोटहरूमा नेपाली 2000, यहाँको 20,000 वोन, 20,000 वोनदेखि चाहिँ त्यो हुँदो रहेछ यो नाउहरू हेरेर क्या। यो चारवटामा चाहिँ कति 25,000 छ क्या, यो धेरै बस्न मिल्छ। यो धेरैमा चाहिँ 25,000 छ। अनि अरूमा चाहिँ 20, त्यो तिनवटाको त्यो परकोमा चाहिँ 20,000 छ क्या हो। अनि मान्छेहरू अहिले टिकट काट्दैछ। अब साँझ सुरु हुन्छ, अहिले हुँदैन, साँझ चाहिँ हुन्छ, रमाइलो हुन्छ। अनि बोटको टिकट काट्ने ठाउँ चाहिँ यो हो। यो बोटको टक्क टिकट काट्यो, टन्नै राखेको रहेछ फेरि बोट यार। यो सानो चाहिँ 4वटा मात्रै चाहिँ, ठुलो हाले, सानो चाहिँ वरसम्म लस्कर रहेछ। लास्ट चाहिँ बवाल हुन्छ बोट चढ्ने पनि, एक दिन चढ्ने चाहिँ भन्ने यो प्लान छ। केटा सोट चढ्ने हो, अनि त्यो गर्नु पर्ला। अनि यहाँ नाइटमा चाहिँ यता यहाँ माथिदेखि चाहिँ लाइट बल्छ क्या, यस्तो बवाल लाइट बल देखिन्छ होइन। यही हो कोरियाको पार्क, हामी नजिक बस्ने पार्क, रमाइलो छ एकदम व्यवस्थित छ। यस्तो फुल यो फुल छ नि, यो फुलहरू त कच्चा क्या, यो त्यहाँ फुल फुलै फुल छ क्या। अब यो खोला चाहिँ बनाएको हो क्या, आर्टिफिसियल हो क्या यो खोला। अनि यो चाहिँ चिसो टाइममा, यहाँ हिउँ पर्ने टाइममा चाहिँ पानीहरू सबै सुकाउँछ क्या। अनि अब अहिले चाहिँ पानी हालेको होइन, यस्तो दामी देखिएको छ होइन। माछाहरू पनि छ क्या यार, माछाहरू पनि छ जस्तो लाग्यो। छ क्या भन्दा पनि छ, यहाँ मान्छेहरू माछा मारेर आउँछ, कुन टाइममा दिइरहेको हुन्छ माछा मार्न। अनि यो पानी पुरै सुकाउँछ क्या चिसो टाइममा पानीहरू सुकाउँछ, त्यसपछि तान्छ, सब त्यो गर्छ। अनि फेरि अब गर्मी सिजनमा हाल्छ पानी, कलर पनि हालेर दामी देखिएको छ। अनि यो एरिया चाहिँ फेरि टुरिस्ट एरिया हो, साँझ भएको चाहिँ टन्नै टुरिस्टहरू आइरहेको हुन्छ। अनि यहाँ त्यो गरेर हुन्छ नि। यही हो पार्कको विशेषता चाहिँ यही हो। मेन भनेको के आर्टिफिसियल हो, यो सबै बनावटी हो यो खोला।
अनि सबै कुरा मान्छेलाई कसरी अट्र्याक्ट गर्ने, पब्लिकहरू कसरी चाहिँ खुसी होस्, साँझ कसरी चाहिँ साँझको टाइममा चाहिँ बवाल हुन्छ। त्यही भएर चाहिँ अब दिनभरि काम गरेर आएर थाकेको हुन्छ। कसरी चाहिँ यहाँको पब्लिकहरू चाहिँ अलिकति सन्तुष्ट होस्, आफ्नो फ्रेस होस् भन्ने तरिकाले चाहिँ बनाएको हो कि रेस्ट मिलोस् भनेर बनाएको हो। यो दामी बनाएको छ। अनि यता यहाँ पुरै यो भयो, उता के जानु त्यस्तै छ होइन, जता कता त्यस्तै नै हो। बाटो बवाल छ तर फ्रेस हुनुको लागि चाहिँ एकदम मजाको ठाउँ छ। अब म पनि धेरै भएको गाउँ एकछिन निस्किनु पर्छ। अनि यहाँ पार्कमा चाहिँ अब उतातिर भ्यू चाहिँ के देखाउनु, अरूको अलिकति पर्सनल लाइफ, उनीहरूले पर्सनल लाइफ चाहिँ बढी प्राइभेट राख्न चाहन्छ आफ्नो लाइफ चाहिँ, त्यही भएर अरूको भिडियोहरू देखाउनु पनि हुँदैन धेरै जस्तो। यस्तै हो। अनि कोरियाको लाइफ पनि एकदम राम्रो चलिरहेको छ, बवाल चलिरहेको छ। हाम्रो चाहिँ हाम्रो अहिले सेकेन्ड सेमेस्टर पनि सकिन लागिसक्यो। हामी आएको पनि 9-10 महिना भइसक्यो। तर सेकेन्ड सेमेस्टर अब यो महिना जुनमा चाहिँ हाम्रो जुनको अन्तिमतिर फाइनल एक्जाम जो चलिरहेको छ। एउटा एक्जाम चाहिँ भ्याइयो, दुईवटा एक्जाम भ्याइयो भनौँ, एउटाको त्यही छ छिटै छ। अनि एक्जाम भ्याइन्छ, त्यसपछि फेरि हाम्रो 2 महिना जति भ्याकेसन चल्छ। सेकेन्ड सेमेस्टर पनि सक्यो, 2 महिना भ्याकेसन आएको पनि 1 वर्ष हुन्छ कोरियाको। अनि त्यसपछि थर्ड सेमेस्टर सुरु हुन्छ सेप्टेम्बरदेखि। यहाँको स्टुडेन्टहरूसँग त्यस्तै छ यहाँ चाहिँ होइन, राम्रो भइरहेछ। पढाइ पनि ठिकै छ, काम धन्दा पानी चलिरहेको छ अहिलेसम्म, राम्रै भएको छ। सेटिस्फाई छु म चाहिँ, ठिकै छ। अब विदेश एक हिसाबले भन्दा विदेश नआउँदा नै राम्रो होइन। आफ्नै देशमा केही गर्न सकिन्छ भने त आफ्नै देशमा गर्ने हो। अब विदेशको नेपालको हालत त्यस्तो छ, त्यही भएर गर्न चाहिँ सकिँदैन। त्यस्तो भन्न पनि मिल्दैन, के गर्न सकिँदैन पनि भन्न मिल्दैन, गर्नेले गरेको छन् होइन। अब मेरो पर्सपेक्टिभ चाहिँ, मेरो सोच अनुसार चाहिँ म चाहिँ अहिले नेपालमा केही देख्दैन के। त्यही भएर एक्चुअली केही कुरा सिक्नलाई, केही गर्नलाई चाहिँ नेपाल छोडेर विदेश, जुन देश हो तिमीहरूलाई म आएको देश कोरिया मात्रै भन्न खोजेको, जुन देश हो जाऊ, केही कुरा सिक, अलिअलि पैसा कमाऊ, आफ्नो फ्यामिली स्ट्रङ बनाऊ होइन। केही कुराहरू सिक, बुझ, एक्सपिरियन्स हो, नलेज लिग, त्यसपछि पढ, आफ्नो करियर बनाऊ होइन। त्यही नि सबभन्दा ठुलो कुरो। त्यो नेता के भन्छ, यो त्यो मान्छे भन्दै हिँड्दै कि नहिँड भन्छु म होइन। हिँड्नु पनि पर्छ है, नेताहरूको पछि हिँड्नु पनि पर्छ। तिनीहरूलाई नै हामीले सजग बनाउनु पर्छ। नराम्रो तरिकाले हिँड्नु भयो, पोजिटिभ तरिकाले उनीहरूलाई सम्झाउने, बुझाउने, यस्तो गर उस्तो गर भन्ने तरिकाले हिँड्नुपर्छ है, नहिँड्ने चाहिँ होइन कि। तर आफूलाई चाहिँ बढी प्रायोरिटी दिनु परेको। सबै नेताहरू भन्दै हिँडेर काम चाहिँ छैन, म चाहिँ त्यस्तो देख्दैन है। त्यही भएर आफ्नो गर्ने हो, खाने हो, कसैको पाल्दिने होइन। नेपालमै पनि गर्न सकिन्छ, तर गाह्रो छ, धेरै गाह्रो छ। फेरि विदेश आऊ, धेरै कुरा सिक्छौ, लाइफ के हो, कसरी जिउने, टाइमको महत्त्व के हो होइन। जब तिमी फ्यामिलीबाट टाढा हुन्छौ, फ्यामिलीको माया के हो, तिमीहरू त्यहाँ कसरी हुर्केको थियौ र अब तिमीहरूले विदेशमा आएर कति दुःख गर्नुपर्छ, कति के गर्नुपर्छ भन्ने कुरा तिमीहरूले विदेशमा आएर सिक्छ क्या। अब यहाँ आफै खाना पकाउनु पऱ्यो, आफै खानु पऱ्यो, कलेज जानु पऱ्यो, स्टुडेन्ट लाइफ है, कलेज जानु पऱ्यो, त्यसपछि पढ्नुपर्छ, इक्जामहरू हुन्छ, त्यो राम्रो गर्नु पऱ्यो, स्कलरसिप पाउँछ, काम गर्नु पऱ्यो, अलिअलि पैसा बचाएर घर पठाउनुपर्छ, आफूलाई खर्च चाहियो, फी म्यानेज गर्नुपर्छ। गाह्रो त धेरै गाह्रो छ कि, तर अब म्यानेज गर्नु पऱ्यो। एउटा उमेरमै धेरै कुरा सिकिन्छ, त्यो उमेरमै सिकेको धेरै कुराले पछिको लागि चाहिँ एकदम बेटर हो जस्तो लाग्छ मलाई चाहिँ होइन। धेरै कुराहरू पछि चाहिँ म्यानेज गर्न आफूले सकिन्छ कि, बेलैमा सिक्यो भने कुराहरू पछि म्यानेज गर्न सकिन्छ, धेरै राम्रो हुन्छ जस्तो लाग्छ। त्यही भएर एक्चुअली आऊ सबै, त्यसरी मैले कसैलाई आऊ भनेर हुन्छ त हुँदैन कि। दियोस् मन लाग्छ भने आउनु, विदेश राम्रोसँग गर्न सकिन्छ, गरिन्छ। दुःख चाहिँ बबाले दुःख हुन्छ है, यो त मैले सिधै रियालिटी नै भनिदिएको होइन। दुःख चाहिँ हुन्छ तर गर्न सकिन्छ, दुःख हुन्छ भन्ने त्यस्तो चाहिँ हुँदैन। त्यही हो, यस्तै छ होइन। अनि म पार्कमा एक्लै यस्तै घुमिरहेको छु, दिइरहेको छु अलिअलि गफगाफ होइन। अब मेरो गफ कस्तो लाग्छ त्यही हो। अनि म पनि अबतिर रुमतिर निस्किनु पर्छ एकछिनमा। यस्तै छ, ठिक छ, चलिरहेको छ। अब अरू के भनौँ, सेप्टेम्बरमा आउने नइस्टेको स्टुडेन्टहरू चाहिँ अलिकति फोकस भएर राम्रोसँग प्रिपेयर भएर आऊ, भाषा सिक। भाषा बिना चाहिँ कोरिया कामै छैन। भाषा तिमीसँग छैन भने तिमी कोरिया आउनु नआउनुको
कामै छैन भन्दा पनि हुन्छ कि भाषा बिना कामै पाउनु गाह्रो छ, धेरै गाह्रो छ। झन् पछिल्लो समय झन् गाह्रो छ। अनि एनओसी पनि बन्द गरेको छ, झन् गाह्रो छ क्या। त्यही भएर उही बाइक चाहिँ धेरै पछि केयर कोरिया हो। बाइकहरू प्रायः देखिँदैन क्या, यस्तै गाडीहरू मात्रै हुन्छ। अनि त्यही हो, भाषाहरू सिक, अलिकति मिहिनेत गर आफूलाई होइन। कोरिया आउनुको लागि चाहिँ अलिकति मिहिनेत गर, भाषामा बढी फोकस गर, आइएल्स राम्रो गर। अहिले जिपीहरू पनि बढाएको छ र पछिल्लो समय एनओसी पनि बन्द गरेको छ। सायद एनओसीको सल्भ छिटै हुन्छ होला जस्तो लाग्छ मेरो पर्सपेक्टिभ। तर मलाई विषयमा ठ्याक्कै थाहा चाहिँ भएन के हुन्छ होइन। जे हुन्छ राम्रैको लागि हुन्छ। आफूले मिहिनेत गर्ने हो, दुःख गर्ने हो। जहाँ छु आफू त्यहाँ दुःख गर्ने हो, दुःखै गर्न आएको हो होइन। त्यही हो, गर्ने हो, खाने हो। त्यस्तै चाहिँ लाइफ चलिरहेको छ हाम्रो चाहिँ। र अब चाहिँ यही हो मेरो भिडियो, एउटा हल्का बनाइयो कोरियाको पार्कमा प्लस अलिकति यस्तो गफगाफ होइन। ठिक छ, मन पऱ्यो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। र त्यही हो, है त गाइस, लभ यु।